हेलो एभ्रिवान, र आजको भिडियो चाहिँ मेरो माइत घरबाट है। र यहाँ चाहिँ मेरो भाइको नयाँ घर बनिँदैछ अनि नानाको चाहिँ आज ड्युटी हो, त्यही भएर मलाई यहाँ काँटी ल्याइदिए भन्नुभएको थियो है। अनि भर्खर मैले काँटी लिएर चाहिँ यहाँ राखिदिइसकेको छु है। र अब चाहिँ तपाईँहरूलाई म किचनमा लिएर जान्छु है। र यहाँ चाहिँ मैले मटर भिजाएर राखिदिएँ अनि त्यसको बादमा चाहिँ यहाँ म चिया बनाइदिँदैछु मिस्त्री दाजुहरूको लागि। उहाँ चाहिँ 3 जना हुनुहुँदो रहेछ र मैले उहाँहरूलाई चिया बनाएर लगिदिएँ। त्यसको बादमा घर कति बनेछ भने म तपाईँहरूलाई देखाउँदैछु है। यहाँ चाहिँ रडहरू झारिसकेको छ र अब छत ढलाइहुनु लागेको छ है। र आज चाहिँ घाम एकदमै बेसी लागेको छ र गरम छ। अब चाहिँ फटाफटी खाना बनाउनु लागेको म चाहिँ है। र पनिर बनाउनु लागेको, किनभने अब शाखा दावा चलिरहेको छ अनि त्यसको लागि नानाले पनिर लिएर बनाउनु भन्नुभयो है। र यहाँ भात पाकिसक्यो मेरो। र यहाँ मसला चाहिँ मैले बिना प्याजको बिना लसुन अदुवाकै बनाएको है। पनिर चाहिँ कस्तो भएको छ भनेर कमेन्ट गरेर भनिदिनु होला है साथीहरू।